रेनफोर्स आरसीसी बीम। ओके ल अब यसको डिजाइन अफ डब्ली रेनफोर्स आरसीसी बीममा हामीले पहिला प्रोपर्टिज हैन मेटेरियल प्रोपर्टिज थाहा हुनुपर्छ। मेटेरियल प्रोपर्टिज थाहा भयो भने तपाईलाई के थाहा हुन्छ? मेटेरियल प्रोपर्टिज थाहा भयो भने के थाहा हुन्छ? एफसीके र एफओ थाहा हुन्छ है। मेटेरियल प्रोपर्टिज भन्यो भने एफसीके र एफओ चाहिँ थाहा हुन्छ। अब यो डब्ली रेनफोर्स डिजाइनमा हामीले डिजाइन गर्ने भनेको त लिमिटेड अर रेस्ट्रिक्टेड डाइमेन्सनबाट हो हैन। लिमिटेड अर रेस्ट्रिक्टेड डाइमेन्सनबाट डिजाइन गर्छौं भनेपछि यसमा डाइमेन्सन लिमिटेड भन्नुपर्छ है। डाइमेन्सन चाहिँ लिमिटेड हुनुपर्छ। लिमिटेड अर रेस्ट्रिक्टेड। डाइमेन्सन लिमिटेड अर रेस्ट्रिक्टेड भन्यो भने नर्मली बी इन्टु डी को डाटाहरू हामीलाई थाहा हुन्छ सुरुमै डाइमेन्सन। किन भन्दा हामीलाई लिमिटेड डाइमेन्सन अर रेस्ट्रिक्टेड डाइमेन्सनमा त्यो डाइमेन्सनले पुगेन भने हामी डब्लीमा जानुपर्छ भन्ने कन्सेप्ट हो। त्यही भएर डाइमेन्सन पनि लिमिटेड हुन सक्यो। ल अब त्यसपछि स्टेप्स भनेर लेखौँ है। यसमा यसको स्टेप्समा पहिला फिगर चाहिँ क्लियरली राम्रोसँग सबैले बनाउनु होला। जहाँ कन्फ्युज हुन्छ सोध्नु होला है। यसको फिगर नै इम्पोर्टेन्ट हो। ल फिगर नै इम्पोर्टेन्ट हो है यसको लागि। ल मानौ एउटा यस्तो टाइपको हामीसँग हेर्नुस् है, एउटा यस्तो टाइपको हामीसँग डब्ली रेनफोर्स आरसीसी बीम छ। हेर्नुस् त यस्तो टाइपको हामीसँग डब्ली रेनफोर्स आरसीसी बीम छ। यो साइडमा चाहिँ हामीलाई टेन्सन साइड हो। यो टेन्सन साइडमा चाहिँ सपोज हामीलाई स्टिल प्रोभाइड गरेको छ। दिस इज द एरिया अफ स्टिल इन टेन्सन साइड एएसटी। र कम्प्रेसन साइडमा पनि युज भएको छ। सपोज मानौ यतातिर युज गरेकोलाई हामीले एएससी भन्यौ है। यसलाई चाहिँ हामीले के भन्यौ? दिस इज एएससी भनेर एरिया अफ स्टिल इन कम्प्रेसन। ठीक छ यहाँसम्म। अनि यहाँदेखि यहाँसम्मको डेप्थ भनेको यसको सेन्टरसम्मको डेप्थ भनेको दिस इज स्मल डी भन्नु पर्यो है। यसलाई चाहिँ हामीले स्मल डी भन्नु पर्यो। ल यसको विथ पनि होला। यहाँदेखि यहाँसम्म विथ चाहिँ सपोज बी छ। अब यसलाई चाहिँ सबभन्दा पहिला हामीले केमा टुक्र्याउनु पर्छ भन्दाखेरि यहाँ साथीहरू सबैले राम्रोसँग बुझ्नुस्। हामीसँग एमयू को भ्यालु 150 किलोन्युटन मिटर र एमयू लिमिटिङ चाहिँ 100 किलोन्युटन मिटर छ भने अब हामी पहिला काम के गर्छौं भन्दा यो 100 किलोन्युटनलाई एउटा इक्जाम्पल मात्रै दिएको है मैले। यो 100 किलोन्युटनलाई धान्नलाई यो 100 किलोन्युटन धान्नको लागि कति चाहिँ साइड चाहिन्छ त्यो सिङ्गली जस्तै डिजाइन गर्ने हो। कति स्टिल चाहिन्छ त्यो सिङ्गली जस्तै डिजाइन गर्ने हो। त्यो सिङ्गली जस्तै डिजाइन गर्ने भनेपछि अब यहाँनिर यहाँबाट यस्तो टाइपले हेर्नुस् त यो ठाउँमा यसरी पहिला सिङ्गलीको जस्तै गरी डिजाइन गर्ने है। यो सिङ्गलीको जस्तै गरी डिजाइन गर्ने भनेको त्यहाँबाट जति एरिया अफ स्टिल चाहिन्छ त्यो AST1 भनेर निकाल्छौँ। AST1 भनेको एरिया अफ स्टिल करस्पोन्डिङ टु एमयू लिमिटिङ। जति त्यसले धान्न सक्ने क्यापासिटी छ त्यसलाई रेजिस्ट गर्न कति स्टिल चाहिन्छ त्यसलाई चाहिँ AST1 भनेको है। जस्तो यो फिगरमा हामीले हेर्यौँ भने यो फिगर ए भनेको डब्ली रेनफोर्स आरसीसी बीम भयो। दिस इज डब्ली रेनफोर्स आरसीसी बीम है। डब्ली रेनफोर्स आरसीसी बीम भन्यो भने यो भनेको फिगर ए मा डब्ली रेनफोर्स आरसीसी बीम भयो। अनि यसैमा फिगर बी मा चाहिँ यो चाहिँ सिङ्गली रेनफोर्स आरसीसी बीम भयो है। यो चाहिँ सिङ्गली रेनफोर्स आरसीसी बीम भनेर सिङ्गली रेनफोर्स आरसीसी बीम। अब प्लस हेर्नुस् है, यहाँनिर फेरि प्लस यहाँ जोडेको हेर्नुस् है। अब प्लस बराबर अनि प्लस हामीले अब यस्तो टाइपको हेर्नुस् त अर्को पोइन्टमा हामी यसैमा हामी अर्को पोइन्टमा गयौँ भने जस्तो यसैमा हेर्नु होला है। यसैमा हामीले अर्को पोइन्टमा गयौँ भने यस्तो टाइपको अर्को एउटा एडिसनल फिगर बनाउनु पर्छ। यस्तो टाइपको एडिसनल फिगर। यो एडिसनल फिगर भनेको कस्तो भन्दा दिस इज द न्युट्रल एक्सिस है। यो चाहिँ न्युट्रल एक्सिस भयो। अब हेर्नुस् त यहाँनिर पहिला बुझौँ है। यो दुईटा फिगरलाई राम्रोसँग बुझ्नु होला। पहिलो फिगर चाहिँ डब्ली रेनफोर्स सेक्सनको हो। त्यो तपाईँ हामीले देख्ने सेक्सन भने फिगर ए हो। फिगर ए लाई मैले दुईटा पार्टमा चाहिँ डिभाइड गरेको छु। एउटा सिङ्गली जस्तो डिभाइड गरेँ, अर्को भनेको चाहिँ एडिसनल स्टिल राखेको अर्को सेक्सन। यो दुईटा जुन राइटतिरको फिगर देख्नु भएको छ नि यो फिगर हामीले देख्दैनौँ। हेर्नुस् है रियलमा देख्ने फिगर भने फिगर ए नै हो। तर यसलाई सजिलोको लागि एनालाइसिस गर्नलाई टुक्र्याएको मात्रै हो है। अब मलाई साथीहरूले भन्नुहोस् यो अर्को जुन फिगर यहाँ सी भनौँ न यसलाई, यो फिगर सी जुन देखिया छ नि यो फिगर सी चाहिँ किन आयो भन्दा यो माथिको डाटालाई हेर्नुभयो भने यसको क्यापासिटी 100 छ। यसमा आउने फ्याक्टर मोमेन्ट चाहिँ 150 छ भने 150 बाट 100 घटाउँदा जति एडिसनल मोमेन्ट आउँछ त्यो एडिसनल मोमेन्टलाई रेजिस्ट गर्न कहाँ स्टिल राख्नुपर्छ भन्नुहोस् त? हो यहाँ माथि चाहिँ कम्प्रेसन साइडमा स्टिल प्रोभाइड गर्नुपर्छ है। यहाँ ध्यान दिनु होला। यसैमा चाहिँ हामीलाई जब जति एडिसनल मोमेन्ट हुन्छ त्यसलाई रेजिस्ट गर्नलाई कम्प्रेसन साइडमा चाहिँ के गर्नु पर्यो? यसरी चाहिँ स्टिल प्रोभाइड गर्नु पर्यो।
कम्प्रेसन साइडमा स्टिल प्रोभाइड गर्ने भनेको कतिको लागि रहेछ एएससी है यो चाहिँ आइदर यसलाई माथि लेखे पनि भयो नभए यस्तो गरौँ न यसलाई अझ बेटर चाहिँ यहाँबाट यस्तो टाइपले आयो भने हेर्नुहोस् त यस्तो टाइपको छ भने यहाँबाट प्रोभाइड गरेको यसलाई चाहिँ हामी एएससी भन्छौँ एरिया अफ स्टिल इन कम्प्रेसन है यो भनेको एएससी भनेको एरिया अफ स्टिल इन कम्प्रेसन भयो ठिक छ अब त्यस पछाडि यो एएससी प्रोभाइड गरेपछि जति कम्प्रेसिभ लोड लिन्छ एरिया अफ स्टिल इन कम्प्रेसनले त्यतिलाई ब्यालेन्स गर्नलाई टेन्सन साइडमा एडिसनल स्टिल चाहिन्छ टेन्सन साइडमा एडिसनल स्टिल चाहिन्छ त्यसलाई चाहिँ हामीले के भन्छौँ यति पार्ट भनेको यसलाई चाहिँ एएसटी2 भन्छौँ है यसलाई चाहिँ एएसटी2 एएसटी2 कहाँबाट आउँछ भन्दाखेरि एएससी प्रोभाइड गरिसकेपछि एएसटी2 आउँछ हो अब यो एएसटी2 र एएसटी1 जोड्यो भने मात्रै टोटल एएसटी आउँछ भनेपछि फिगर सी भनेको के भयो हेर्नुहोस् त कम्प्रेसन स्टिल विथ एडिसनल टेन्सन स्टिल कम्प्रेसन स्टिल विथ एडिसनल टेन्सन स्टिल है यो चाहिँ एडिसनल टेन्सन स्टिल भन्नु पर्यो ल कम्प्रेसन स्टिल विथ एडिसनल टेन्सन स्टिल हजुर त्यो एएससी र यहाँदेखि यहाँसम्मको डिस्टेन्स जति छ नि हेर्नुहोस् त ओ यसलाई चाहिँ हामीले के भन्छौँ यो यहाँदेखि यहाँसम्मको डिस्टेन्स यो यदि मानौँ कम्प्रेसन साइडको लागि यहाँदेखि यहाँसम्मको सेन्टरसम्मको है यो सेन्टरसम्मको लागि डी ड्यास भनौँ डी ड्यास भनेको इफेक्टिभ कभर फर कम्प्रेसन स्टिल है डी ड्यास भनेको इफेक्टिभ कभर फर कम्प्रेसन स्टिल है इफेक्टिभ कभर फर कम्प्रेसन स्टिल भन्यो भने दिस इज कल्ड डी ड्यास अब यहाँनिरको यो थर्ड फिगर सीमा जुन मैले एरोबाट देखाइरहेको छु नि त्यो डिस्टेन्स कति हुन्छ होला यो फिगर सी को डिस्टेन्स चाहिँ यो एरो बीचको डिस्टेन्स कति हुन्छ होला फिगर सीमा कसैले भन्न सक्नुहुन्छ यो फिगर सीमा चाहिँ जुन एरो र बीचको दुईटा एरो बीचको डिस्टेन्स चाहिँ कति हुन्छ होला लिभर आर्म हो सर जेटी माइनस हजुर दिस इज लिभर आर्म दिस इज लिभर आर्म गुड तर यहाँ फर्मुला कति हुने रहेछ यो डिस्टेन्स कति हुने रहेछ भन्दा डी माइनस डी ड्यास हुन्छ है हेर्नुहोस् त डी माइनस डी ड्यास हो फिगरबाट डी माइनस डी ड्यास यो चाहिँ डी माइनस डी ड्यास हुन्छ ल यो फिगरहरुमा कसैलाई केही समस्या छ केही कन्फ्युजन छ भने सोध्नु होला है यहाँ कन्सेप्ट मात्रै के हो भन्दा जति लिमिटिङ मोमेन्ट हुन्छ त्यसलाई रेजिस्ट गर्न सिंगली जस्तै डिजाइन गर्ने जति लिमिटिङ मोमेन्ट हुन्छ त्यसलाई रेजिस्ट गर्नलाई सिंगली जस्तै डिजाइन गर्ने अनि जति बढी मोमेन्ट हुन्छ त्यसलाई रेजिस्ट गर्नलाई कम्प्रेसन साइडमा गएर स्टिल प्रोभाइड गर्ने कम्प्रेसन साइडमा गएर स्टिल प्रोभाइड गर्ने अनि त्यो कम्प्रेसन साइडमा प्रोभाइड गरेको स्टिलको इक्विभ्यालेन्ट चाहिँ टेन्सन साइडमा पनि हामीले राख्नुपर्ने हुन्छ र यसो हेर्दा साथीहरूलाई के लाग्यो हेर्नुस् त यहाँ क्वेशन के लाग्यो कि भन्दा हामीले भने जति भने तापनि कम्प्रेसन साइडमा स्टिल राख्नुपर्छ भने तापनि डब्ल्यूमा आखिर त्यसको अल्टिमेट इफेक्ट त टेन्सनमै गएर जोड्या रहेछ नि हैन एएसटी2 किन आयो भन्नुस् त ल एएसटी2 किन आयो भन्दा एएससी कै कारणले गर्दा आएको हो नि यदि एएससी हुन्थेन भने त एएसटी2 आउने नै थिएन फिगर सी बन्ने नै थिएन त्यही भएर एएसटी2 भने के कारणले गर्दा आयो कम्प्रेसनमा स्टिल प्रोभाइड गरिसकेपछि त्यसलाई ब्यालेन्स गर्नलाई चाहिने हो नि त त्यो एरिया एएसटी2 त त्यही भएर एएसटी2 अल्टिमेटली त आखिर टेन्सन साइडमै आएर जोडियो नि त किन भन्दा अबको टेन्सन स्टिल भने त एएसटी1 प्लस एएसटी2 हो भनेपछि यसो हेर्दा डब्ल्यूमा कम्प्रेसन साइडमा स्टिल प्रोभाइड गरे तापनि त्यसको अल्टिमेट इफेक्ट चाहिँ कहाँ आएर जोडिदो रहेछ टेन्सनमै आएर जोडिदो रहेछ दैट इज द कन्सेप्ट ल यो फिगरमा अरु साथीहरुलाई केही डाउट छ भने सोध्नु होला है लिमिटिङ मोमेन्ट अफ रेजिस्टेन्स calculate the limiting moment of resistance based on limited dimension है based on limited dimension ल यो लिमिटिङ मोमेन्ट अफ रेजिस्टेन्स भने कसरी निकाल्ने भन्दा mu लिमिटिङ है सो mu लिमिटिङ इज इक्वल टु हेर्नुस् त यो फर्मुला अब यसको चाहिँ हामीले मोमेन्ट अफ रेजिस्टेन्स को अलग फर्मुला युज गर्नु पर्यो पहिला पढेको बिर्सिनु भएको छैन होला नि 0.36 FCK B into XU limit D minus 0.42 into XU limit भनेर हो यो फर्मुलाबाट क्याल्कुलेट गर्ने है लिमिटिङ मोमेन्ट अफ रेजिस्टेन्स भन्यो भने पहिला नै त्यो बीमले कति धान्न सक्छ भनेर त निकाल्नु पर्यो नि त हो यो फर्मुलाबाट हामीले लिमिटिङ मोमेन्ट अफ रेजिस्टेन्स भनेर निकाल्छौं सुरुमा चाहिँ त्यो अब यसमा हेर्नुस् के थाहा छ के हामीलाई अननोन छ भन्ने कुरामा 0.36 थाहा छ
एफसीके थाहा हुन्छ हामीलाई बी र डी सुरुमै लिमिटेड डाइमेन्सन हुन्छ रेस्ट्रिक्टेड डाइमेन्सन भएकोले गर्दा बी र डी थाहा हुन्छ ल एक्सट्रिम लिमिट चाहिँ कहाँबाट आउँछ होला कसले भन्न सक्नुहुन्छ एक्सट्रिम लिमिट चाहिँ कहाँबाट आउँछ होला ल भन्नुहोस् त ल एक्सट्रिम लिमिट चाहिँ कहाँबाट आउँछ होला भन्नुहोस् त ल कसैले भन्न सक्नुहुन्छ चन्द्रजी कहाँबाट आउँछ होला एक्सट्रिम लिमिट चाहिँ नम्बरको मोमेन्ट हामीले निकालिसक्छौँ त्यो निकालिसकेपछि कुन चाहिँ भ्यालु बढी भयो भने डब्ल्यूमा जानुपर्छ होला ल भन्नुहोस् त एक्ज्याक्टली गुड एमयु इज ग्रेटर देन एमयु लिमिटिङ 2 वाला भनेको चाहिँ फ्याक्टर त्यसमा आउने मोमेन्ट नै बढी छ भने त त्यसले धान्न सक्ने भन्दा त्यो नै बढी छ भने हामी केमा जानुपर्छ डब्ल्यूमा जानुपर्छ अब अर्को कन्डिसनमा if mu is greater than mu limiting if mu is greater than mu limiting provide doubly reinforced section doubly reinforced section हैन यसैमा doubly reinforced section यदि mu को भ्यालु mu limiting भयो भने अनि एडिसनल मोमेन्ट भने कति हुन्छ होला यसो भन्नुस् त एक्स्ट्रा मोमेन्ट कति भयो एडिसनल मोमेन्ट MUA भन्यो भने एडिसनल मोमेन्ट भने कति हुन्छ ल भन्नुस् त यसमा एडिसनल मोमेन्टको फर्मुला के भयो अब त्यसो भने MU minus MU limiting गुड MU minus MU limiting भनेर है हो MU minus MU limiting चाहिँ दिस इज द एडिसनल मोमेन्ट यतिको लागि हामीले के डिजाइन गर्नुपर्छ यति मोमेन्टको लागि के गर्नुपर्छ डिजाइन अफ कम्प्रेसन स्टिल हैन कम्प्रेसन साइडमा चाहिँ हामीले स्टिल प्रोभाइड गर्नुपर्छ MU minus MU limiting को लागि हामी कम्प्रेसन साइडमा चाहिँ स्टिल प्रोभाइड गर्नुपर्छ यो कन्डिसनमा हामीले एडिसनल मोमेन्टलाई रेजिस्ट गर्न कम्प्रेसन साइडमा चाहिँ स्टिल प्रोभाइड गर्नुपर्छ ल त्यस पछाडि 4 नम्बरमा जाउँ अब पहिला काम के गर्ने हेर्नुस् अबको फिगरलाई सम्झिनुस् है अबको पहिलाको काम चाहिँ के गर्ने भन्दा यो फिगर बी को डिजाइन गर्ने फिगर बी को डिजाइन भनेको मिनिङ चाहिँ यसमा एरिया अफ स्टिल कति चाहिन्छ त्यो निकाल्नु पर्यो AST1 निकालिसकेपछि यहाँ अटोमेटिक यहाँ चाहिँ कङ्क्रिट हुन्छ त्यो कङ्क्रिटले यसमा इक्विलिब्रियम मेन्टेन गरिहाल्छ है यो त कङ्क्रिट हुन्छ भनेपछि फिगर बी मा चाहिँ समस्या भएन ल अब त्यसो भने यसैमा हामी के गरौँ क्याल्कुलेट द AST1 भने क्याल्कुलेट द AST1 भनेको त्यो अहिलेको फिगरमा छ त्यही भएर मैले डाइरेक्ट AST1 लेखेँ AST1 बेस्ड अन द हेर्नुस् त क्याल्कुलेट द AST1 बेस्ड अन द MU लिमिटिङ मोमेन्टलाई धान्नलाई कति चाहिन्छ त त्यहाँबाट हामीले AST1 निकाल्नु पर्यो AST1 भनेको MU लिमिटिङलाई धान्नलाई लिमिटिङ मोमेन्टलाई धान्नलाई कति चाहिने हो त AST1 भनेपछि सो MU लिमिटिङ इज इक्वल टु यसको फर्मुला के भयो अब स्टिलको युज गर्नु पर्यो 0.87 FI इन्टु ST D माइनस 0.42 इन्टु है यसैमा हामीलाई अब x भनेर अब यहाँनिर हामीले एक्सयु लिमिट राख्ने कि x राख्ने भन्ने कुरामा जस्तो त्यो त फरक पर्छ नि त हामीलाई है यसको लागि चाहिँ हामीले अहिले लिमिटिङ मोमेन्ट युज गरिरहेछौँ भने यो डाटा पनि हामीले के गर्नु पर्यो एक्सयु लिमिटै भनेर राख्ने है एक्सयु लिमिट यहाँबाट के आउँदो रहेछ AST1 भनेर आउँछ है यसबाट चाहिँ AST1 अरु सबै थाहा छ हामीलाई क्याल्कुलेट द AST1 बेस्ड अन द MU लिमिटिङ भनेको जति त्यसको क्यापासिटी छ त्यसको लागि चाहिँ हामीले के गर्यौं AST1 डिजाइन गर्यौं AST1 डिजाइन गर्ने भनेको अब यसैमा हेर्नुभयो भने AST1 को फर्मुला के भयो भन्नुस् त यही 4 नम्बर स्टेपमा AST1 is equal to MU limiting divided by के भयो 0.87 FY D minus 0.42 into XU limit भनेर हो यहाँबाट चाहिँ हामीले AST1 निकाल्नु पर्छ बुझिरहनु भएको छ नि है यहाँबाट चाहिँ हामीले AST1 निकाल्नु पर्छ यता अगाडि कसैको छुट्याएको छ यो ल यो कपी गर्दै गर्नुस् है क्याल्कुलेट द ASC भनेको एरिया अफ कम्प्रेसन स्टिल है एरिया अफ कम्प्रेसन स्टिल त्यसपछि हामी क्याल्कुलेट द एरिया अफ कम्प्रेसन स्टिल यसलाई चाहिँ हामीले के भन्छौं ASC भनेर क्याल्कुलेट द एरिया अफ कम्प्रेसन स्टिल ASC बेस्ड अन के को आधारमा बेस्ड अन एडिसनल मोमेन्ट भनेर है एडिसनल मोमेन्ट को लागि हामीले के गर्छौं
यसको एएससी को डिजाइन गर्छौँ। एडिसनल मोमेन्ट भनेको एमयुए भनेर अघि हामीले कतै लेखिसकेका छौँ। हेर्नुहोस् त एमयुए को भ्यालु कति थियो भन्ने कुरा यहाँ छ नि। एमयुए इज इक्वल टु एमयु माइनस एमयु लिमिटिङ यहाँ छ है। त्यो एमयुए इज इक्वल टु एमयु माइनस एमयु लिमिटिङ भनेर त्यहाँबाट हामीले एमयुए निकाल्यौँ। अब मोमेन्ट भनेको त खास के हो रे, फोर्स इन्टु पर्पेन्डिकुलर डिस्टेन्स। मोमेन्ट भनेको त फोर्स इन्टु पर्पेन्डिकुलर डिस्टेन्स हो। त्यसो भने फोर्स भनेर त फेरि स्ट्रेस इन्टु एरिया पनि होला। भनेपछि स्ट्रेस इन्टु एरिया गर्नको लागि हामीले के गर्ने, स्ट्रेस भनेको कति हुन्छ, सिग्मा एससी भनेको कम्प्रेसन स्टिलले लिने, अनि एरिया अफ स्टिल इन कम्प्रेसन एएससी गर्ने है, एएससी गर्ने। यो भनेको स्ट्रेस इन्टु एरिया भने फोर्स भयो। अनि लिभर आर्म कति छ हेर्नुहोस् त यसको, यो केसमा लिभर आर्म कति छ होला, यो सी वाला केसमा चाहिँ हाम्रो लिभर आर्म भने कति भयो, कम्प्रेसन र टेन्सन फोर्स बीचको डिस्टेन्स चाहिँ लिभर आर्म हो। कति भयो भन्नुहोस् त, यो लिभर आर्म डी माइनस डी ड्यास डी माइनस डी ड्यास डी माइनस डी ड्यास भने त्यसमा चाहिँ हामीले के गर्न सक्ने भयौँ भन्दा सिग्मा एससी इन्टु एएससी, यसलाई डी माइनस डी ड्यास भनेर लिभर आर्म हुन्छ। सिम्बल चाहिँ कतै सिग्मा एससी भन्ने होला, कतै एफएससी भन्ने होला है, नझुकिनु होला। कोडमा चाहिँ एफएससी भन्ने छ होला। ल त्यसो भने यसैमा हामीलाई चाहिएको त एएससी हो। एएससी इज इक्वल टु एमयुए डिभाइडेड बाई सिग्मा एससी डी माइनस डी ड्यास हुँदो रहेछ है, डी माइनस डी ड्यास। हेर्नुहोस् त एएससी भनेको एरिया अफ स्टिल इन कम्प्रेसनमा हामीलाई एरिया अफ कम्प्रेसन स्टिल भन्नुहोस् या एरिया अफ स्टिल इन कम्प्रेसन भन्यो भने एडिसनल मोमेन्ट डिभाइड बाई सिग्मा एससी डी माइनस डी ड्यास। यो सिग्मा एससी कहाँबाट आउँछ हेर्नुहोस् त, अरू सबै थाहा हुन्छ। यो सिग्मा एससी भनेको बेस्ड अन द कोडल प्रोभिजन। हेर्नुहोस् यो बेस्ड अन कोडल प्रोभिजन है। यो कोडल प्रोभिजनबाट हामीलाई आइएस 456 2000 मा पनि छ, वाइएसपी 16 भन्नेमा पनि छ। त्यो डिफ्रेन्ट केसेसहरू छ, त्यो केसेस अनुसार चाहिँ हामीले सिग्मा एससी चाहिँ निकाल्न सकिन्छ टाइप अफ स्टिल अनुसार। ल यहाँबाट एएससी आइसकेपछि अबको काम के हो भन्नुहोस् त, अहिलेको फिगरमा एएससी आइसक्यो भने त अब फेरि एएसटी2 डिजाइन गर्नु पर्यो। एएसटी2 भनेको चाहिँ कसरी डिजाइन गर्ने भन्दा फिगर सी चाहिँ ब्यालेन्स हुनु पर्यो। फिगर सीमा कम्प्रेसन र टेन्सन फोर्स चाहिँ बराबर हुनु पर्यो। त्यसको आधारमा हामीले के गर्छौँ, एएसटी2 डिजाइन गर्छौँ है। ल त्यस पछाडि अर्को स्टेपमा जानुहोस् त, 6 नम्बरमा। 6 नम्बर कि कति नम्बर, ओके 4 5 ओके 6 नम्बर होइन। 6 नम्बरमा क्यालकुलेट द एडिसनल टेन्सन स्टिल, क्यालकुलेट द एडिसनल, हेर्नुहोस् त एडिसनल टेन्सन स्टिल, यसलाई चाहिँ हामी एएसटी2 भन्नु पर्यो। क्यालकुलेट द एडिसनल टेन्सन स्टिल एएसटी2 बेस्ड अन द इक्विलिब्रियम कन्डिसन अफ फिगर सी भन्नुपर्छ है। फिगर सी को चाहिँ इक्विलिब्रियम कन्डिसन हुनलाई हामीलाई एडिसनल भनेपछि यो केसमा कम्प्रेसन फोर्स इज इक्वल टु टेन्सन फोर्स गर्नु पर्यो। हेर्नुहोस् कम्प्रेसन फोर्स इज इक्वल टु टेन्सन फोर्स। ल साथीहरूले भन्नुहोस् त कम्प्रेसन फोर्स कति, ल कसले बुझ्नु भएको छ यसमा, कम्प्रेसन फोर्स कति राख्ने होला। अब फिगर सीमा हेर्नुहोस् है, अहिलेको फिगर सीमा हेर्नुभयो भने यो फिगर सीमा कम्प्रेसन फोर्स इज इक्वल टु टेन्सन गर्नलाई कम्प्रेसन फोर्सको भ्यालु कति हुनु पर्यो र टेन्सन फोर्स कति हुनु पर्यो, सी को भ्यालु कति हुनु पर्ला तपाईलाई के लाग्छ, सी इज इक्वल टु कति हुनु पर्ला भन्नुहोस् त। यसमा थाहा छ कसैलाई आइडिया छ, सी को भ्यालु कति हुनु पर्यो भन्ने केसमा। यो केसमा सी भने के हो भन्दा कम्प्रेसन फोर्स टेकन बाई द कम्प्रेसन स्टिलले लिने कम्प्रेसिभ फोर्स हो। यो भनेको सी हुन्छ इज इक्वल टु टेन्सन फोर्स भनेको 0.87 एफआई इन्टु एएसटी2 हुन्छ। अब हामीलाई के चाहिएको छ, एएसटी2 चाहिएको छ होइन। एएसटी2 भनेको सिग्मा एससी एएससी डिभाइडेड बाई 0.87 इन्टु एफआई भनेर यहाँबाट हामीले एएसटी2 निकाल्छौँ है। यो फर्मुलाबाट एएसटी2 आउँछ, अरू सबै थाहा छ हामीलाई। हेर्नुहोस् एएससी योभन्दा अगाडिको स्टेपमा आउँछ, 0.87 थाहा छ, एफआई पनि थाहा हुन्छ, सिग्मा एससी पनि हामी कोडबाट हेर्न सक्छौँ। यहाँबाट एएसटी2 आउँछ। ल त्यसपछि 7 नम्बरमा अब क्यालकुलेट द टोटल एरिया अफ स्टिल, क्यालकुलेट द टोटल एरिया अफ टेन्सन स्टिल, टोटल एरिया अफ टेन्सन स्टिल भनेर यसलाई चाहिँ हामी एएसटी भन्छौँ। एएसटी भने के हो भन्नुहोस् त, अब एएसटी1 प्लस एएसटी2 गर्नु पर्यो के हो। यसरी टोटल एरिया अफ स्टिल भनेको हामीले एएसटी1 प्लस एएसटी2 गरेर
यसरी चाहिँ निकाल्छौँ। बुझ्नुभयो? क्याल्कुलेट द टोटल एरिया अफ टेन्सन स्टिल भन्यो भने AST1 प्लस AST2 गरेर। अब त्यस पछाडिको स्टेप भनेको त डायमिटर हामीले एज्युम गरेर नम्बर निकाल्ने त हो नि, डिजाइन अफ। अब त्यस पछाडि त डिजाइन पनि नभनौँ, यसैमा डिजाइन भनेको एरिया पनि हो। त्यसो भने क्याल्कुलेट द number of bars and check for the area and spacing. हो यसरी चाहिँ अब नम्बर अफ बार निकाल्यो भन्ने कसरी निकाल्ने भन्नुहोस् त? कम्प्रेसनको लागि कम्प्रेसनको एरिया लिनु पर्यो, टेन्सनको लागि टेन्सनको एरिया लिनु पर्यो। ल ठीक छ, यहाँसम्म केही कन्फ्युजन छ यसमा? ल बुझ्नु भएको छ नि यो कुराहरू? हेर्नुहोस् त, केही कन्फ्युज छ भने सोध्नुहोस् है यहाँसम्म। मैले एकदम सर। सिम्प्लिफाई। हजुर यो AST2 निकाल्दाखेरि सर हजुर यहाँ MU 0.8 के भन्छ FI D माइनस D ड्यास हुँदैन सर? त्यो कसरी निकाल्ने? त्यो एकचोटि मैले कता पढे जस्तो लागेको थियो, कन्फ्युज भयो। के भन्नु हजुर कहिले भने हेर्नुहोस् त यसैमा, त्यसैको कन्टिन्यू पार्ट हो यो। टेन्सन साइड भन्यो भने N इज इक्वल टु टोटल एरिया अफ स्टिल इन टेन्सन डिभाइडेड बाई एरिया अफ सिङ्गल बार है। यो 5 भनेको डायमिटर अफ बार इन टेन्सन है। यो चाहिँ डायमिटर अफ बार इन केमा भन्नु पर्यो? बार इन टेन्सन, डायमिटर अफ बार इन टेन्सन। त्यसै गरी अर्को भनेको नम्बर अफ बार इन कम्प्रेसन साइड भन्यो भने हेर्नुहोस् त, नम्बर अफ बार इन कम्प्रेसन साइड भन्यो भने के गर्ने? त्यतिखेर N इज इक्वल टु ASC गर्ने के, एरिया अफ स्टिल इन कम्प्रेसन डिभाइडेड बाई पाइडी स्क्वायर बाई 4 गर्ने। पाइडी स्क्वायर बाई 4, यो 5 डायमिटर भनेको डायमिटर अफ बार इन कम्प्रेसन साइड, यो भनेको डायमिटर अफ बार इन कम्प्रेसन भन्नु पर्यो। अब बुझ्नुभयो? सञ्जयजीले सोध्नु भयो होइन? बुझ्नुभयो है? अब हेर्नुहोस् त, यसमा टेन्सन साइडको लागि छ भने टेन्सन साइड, कम्प्रेसन साइडको लागि छ भने कम्प्रेसन साइड। ल RCC स्ल्याब भनेर है, त्यसपछि अर्को टाइटल छ यसमा RCC स्ल्याब।